पर पुगेर आउन के छ त्यहाँ गाइजहरूले त रेफर केटाहरू साला गधाहरू फोन गर्दा फोन उठाउन जान्दैन। यहाँनिर चाहिँ बुकेहरू हजुरहरूलाई चाहिएमा आउनु होला। अनि मेरो त्यो के भन्छ टिकटक अकाउन्टमा स्कारलेट बुके 79 भनेर छ। हजुरहरूलाई चाहियो भने त्यहाँनिर सम्पर्क गर्न सक्नुहुन्छ। यस्तो दामी दामी छ हैन दामी दामी छ। ल प्राइस पनि भन्दिउँ अब अलिअलि यसको 1600 हो। यहाँनिर 600 उतातिर 150 अनि उनीहरू 600। ल ल ल अर्डर गर्नु होला है अनलाइन। टिकटक पनि छ नि हैन? हजुर त्यही टिकटकै छ। टिकटकमै हुन्छ। भाइरल आज यहाँ मेला भएर गाइस जंगलमा मंगल हुँदैछ जंगलमा मंगल मको अरे मको अरे को यहाँ भन्दिउ त ल गाइस ल ल ल साथै यो पालि प्रोग्राम त भएन नि भएन नि नभए पनि यो पूजापाठ भयो रमाइलो भइरहेछ कन्टिन्यू चाहिँ भइरहेछ जे होस् पूजापाठ भइरहेछ राम्रो एकदम खुसी लागिरहेछ आज है तर के गर्नु आज कुन पूजा हुँदैछ भन्नु यो हाम्रो दान्तावराङ गोरीको गौरी मेला भन्नु पर्यो होइन म पनि भर्खर यहाँ नेपालमा बसेको होइन मलाई त्यो थाहा छैन है अब्बातिर होइन अब्बाको होइन त्यो कन्टिन्यू भइरहेछ युके आर्मीदेखि भर्खर आउनु भएको 1 महिना हुँदै हुन्छ यहाँ छुट्टीमा आउनु भएको 2 महिनाको लागि हाम्रो परिचय दिउँ त मेरो नाम चाहिँ एमडी हो हैन उहाँ चाहिँ भर्खर एमडी के अरे युके आर्मीदेखि आउनु भएको छुट्टीमा आउनु भएको अब 3-4 महिनामा जानुहुन्छ उहाँ चाहिँ उहाँले आज धेरै सहयोग गर्नुभयो यहाँ मेला सेला यहाँ बाटोसाटो बनाएर हाम्रो चाहिँ उहाँ चाहिँ हाम्रो एकदम मेरो नाम खड्ग धिमाल हो एकदम राम्रो छ त्यस मेला राम्रो लाग्यो मेरो नाम चाहिँ सुमन राजवंशी हो हाम्रो ह्यान्डसम हो हैन सल्लु केरलाको तामिलनाडुको खोइ त नि ल मेरो चाहिँ मुकेश धिमाल हो घर चाहिँ बिर्तामोड 3 कता उता के राजवंशी गाउँ हो कि कता मेरो नाम चाहिँ रोहित धिमाल इटाभटाबाट ल ल ल ल ल यस्तो छ के गर्नु के हो एलियन आज भेट भयो जस फाइनल ल के छ तेरो हालखबर भनेर छ नि हो उसलाई पनि नभेटे थुप्रै भएको आमा एकदम त एकदम ठिक छ नि ओए त्यो के अरे पहिला हामी उता गएको के भन्छ त्यतिर गएको छ कि छैन तिमीसँग फोटो छ आमा त्यो ग्रुपहरू यहाँ भेला हुँदैछ बिस्तारै बिस्तारै यहाँ 1 2 3 4 जना महेश गएको थिएन थियो महेश थियो ए त्यही त डान्सको छ त्यही त जस खतरा गरे उनीहरूले त पहिला हाम्रो त्यो पालिको सानो सानो भएछ धिमा जाति ऐतिहासिक ल के गर्दैछ त होइन मतलब अरू के गर्नु गाडी कुदाउने ए तिम्रो ड्राइभर हामीहरू साला बाबुलो आएछ न अनि के छ र यो जिन्दगीमा
मलाई कसले मन पराउँछ के छ र मसँग केही छैन कसले दोषी भएर आफ्नै एक्लै हिँड्नु पर्यो सुवासको सुगन्ध थियो त्यो आत्माले बुझेनन् के छ उतै होला उतै अगाडितिर होला ल यता चाहिँ हामी झुलुङ्गे पुल जानेहरू भेला हुँदैछौँ के छ अहिले खबर हेरेर पुगेर फोटो हेरे पनि अलिकति दुई चार शब्द बोलिदिइहाल्नु न ए के बोल्नु अब के भइरहेछ भनेर भन्नु यहाँ धिमालगढमा पूजा भइरहेछ हाम्रो यो कुल पूजा भन्दा भन्छ डङ्कावाराङको पूजा हो होइन वर्षमा एकचोटि लाग्छ 5 गते र यो चाहिँ आफ्नो धर्म संस्कार संस्कृति जोगडा गर्ने यो हाम्रो डङ्कावाराङ देउता हो त्यसलाई पूजा गर्छौँ हामी यहाँ चाहिँ सद्भाव मेलमिलापको एउटा आदान प्रदान गर्ने ठाउँ जम्का भेट पनि हुन्छ अब अरू बेला कामले भ्याइँदैन यस्तै बेलामा मात्रै भेटघाट हुने यस्तै बेला साँच्चै हुन्छ म अस्ति आएर भिडियो गर्नुपर्छ अब युवाहरूलाई अब पछि त्यो एउटा विभाग बनाउने क्या संस्कृति विभाग अलिकति फलामको त उखालेर लगिहाल्दो रहेछ कि सिमेन्टीको बरु बस्नु त्यो गर्नुपर्छ धेरै संरचनाहरू बनाउनु पर्ने क्या किन्ने पारेर यता ल नास्ता खाएर यता है गाई
ఇక్కడ ఓయ్ ल ल ल ल ल यस्तो यहाँ के हो पानी सकल गाडेको छ ल समाउनु है ल ल ल को छ केटाहरु आउनु है आउँदैन अब भयो अब पकाएर दिनुपर्छ अब चम्ची छैन ओ पत्ता हाल्ने ठिक छ ठिक छ ठिक छ मेरो चाहिँ बरु आज कन्टेन्टै भएन अघि नै सिधिहाल्यो हुन्छ उताको सकिएको मान्छे फर्किसक्यो यार ये कितनी औसम है आजको मेला हो गएछ
लो हो गेन्द्र खानु आउनु होला अरे क्या केले बनेको खाने कहदैन रिसो धानको चामल अब यहाँ ऊ अगाडि गेन्द्र खानु है गेन्द्र अब यता चाहिँ रक्सी खानु त्यही त आराम हुनुहुन्छ नि त्यही आमा त ढिलो आस्नु मेमोरी सिद्धिन आँट्छ यार छिटो गर्न अहिले पनि चलिरहेछ त भाषण यार ल अब मेला सिद्धिनु आँट्यो गाइस सिद्धिनु आँट्यो मेला सिद्धिनु आँट्यो भक्तै त उतै बस्छ त फेरि त्यही त उभे गर्छ नि त्यही भएर प्रसाद पनि खानु भयो अब अनि मासुको छोड्छु म खाइदिएको भक्तलाई जाउँ न जाउँ भनेको मलाई त्यहाँ लजाएर बसेर त कहाँ हुन्छ त अनि चट्टको छ भनेर पच्दैन मलाई भन्दै मुरैसँग हाइट ल आइसक्रिम फर्किल ए अघि त भिडियो बनाइदिएको होइन सबै भिडियो बनाइदिएको होइन त्यहाँ बनाइदिएन उताको चाहिँ बनाइदिएन हजारौँ वर्ष अगाडिको कुरा हुनसक्छ योभन्दा पहिलो पहिला टेक्निक जाति को हुनसक्छ पाएको त्यसकारण हामी सुन्नमा आउँछ यहाँ मेचेहरू पनि दाबी गर्छ राजवंशी साथीहरू दाबी गर्नुहुन्छ हो दाबी गर्नु एउटा कुरा हो तर प्रमाण भन्ने कुराहरू एउटा कुरा हो त्यो ढिमालहरूको प्रमाण त हामी प्रत्यक्ष रूपमा यहाँ पाएका छौँ हाम्रो पूर्व यहाँ बिर्तामोड बजार बसेको जग्गा जमिनहरूको प्रमाण जहाँ कि 100 वर्ष अगाडिको प्रमाणहरू हाम्रो चाहिँ पुर्खाहरूको छ त्यसकारण यो ठाउँलाई यथाशीघ्र मेची नगरपालिका र बिर्तामोड नगरपालिकालाई प्रथम नागरिक घोषणा गर्नुको लागि पहल गरौँ भन्ने कुराहरू म एउटा आग्रह गर्न चाहन्छु र आज जुन यहाँ हामी दान ताराङको पूजा गरेर हिमालयहरूको एउटा परम्परागत पूजाआजाहरू हामी गरिरहेका छौँ यसलाई पनि अलिकति हामी पूर्वको धिमाल र पश्चिमको धिमाललाई जोड्नको लागि योलाई पनि एउटा हाम्रो ऐतिहासिक थलोको रूपमा जसरी हामी राजा रानी पूजा गर्न हाम्रो चाहिँ त्यो उत्पत्ति स्थल भनेर हामी गर्छौँ राजा रानी र 10 बिघा धिमाल चाहिँ पर एउटा परियोजना स्थलमा गर्छौँ र यो तेस्रो ठाउँ योलाई हामी यो 3 ठाउँलाई हाम्रो चाहिँ धिमाल जाति विकास केन्द्रको
केन्द्रीय समितिबाट सञ्चालित एउटा यो 3वटा थानलाई कमसेकम विधिवत हामीले गऱ्यौँ भने यसको प्रभाव पनि बेग्लै हुन आउँछ भन्ने कुरा लाग्छ। त्यस कारणले यो मेला पनि व्यक्ति त कतैतिर सुत्दैन रहेछ यार। पर क्यामेराम्यान चाहिँ कहाँ थियो लिएर ल सबैजना